अनि नमस्ते सबैजनालाई। होप तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु है। र आजको मैले यो ब्लग चाहिँ किन लिएर आएको भने चाहिँ नानीहरु फर्स्ट सेकेन्ड भएछ नि त मेरो भदै र भदैनीहरु है। अन्त उनीहरुले भन्दैछ पार्क घुम्नु जाउँ के घुम्नु जाउँ भनिरहेछ नि त। म चाहिँ आज अलिक थाके पनि थिए हो। आज नजाउँ न भोलि जाउँ भनेको हैन अरे आजै जाने र अघि रेडी पनि भइसकेर आएछ माथिबाट हो। उनीहरु दादाको घर अब आउनु भएछ अघि नै रेडी भएर। मेरो नानीहरु चाहिँ म चाहिँ अघि यहाँ सिमराको लागि त्यो बनाउनु गएको थिएँ नि त। यहाँ हेर्नुहोस् न मेरो हात यस्तो भइरहेछ आज। सिमरा रोप्नको लागि चाहिँ तल त्यो बारी त्यो बनाउनु गएको थिएँ। यहाँ पानी उम्रिन्छ नि त। थाकिरहेको थिएँ नजाउँ न भनेको जाने हेर। यहाँ हेर्नुहोस् न रेडी भएर यिनीहरू कि अनिसा छेत्री यता म अभिषेक छेत्री अनिसा के भयो फर्स्ट रिया सेकेन्ड तिमी फिफ्थ फर्स्ट सेकेन्ड फिफ्थ भएर कहाँ जाने रे आज पार्क जान्ने नै हो। हजुर भोलि जाँदा हुँदैन आज जाने। आज चाहिँ म थाकिरहेको छु भर्खरै जस्ट आउने बित्तिकै नुहाइ मात्रै सकेँ। रेडीहरू भएको छुइनँ म चाहिँ हो। 2 बज्नु आँट्यो। फिलहाल चाहिँ मेरो हात चाहिँ यस्तो भइरहेको छ आज है। रातै भएर चाहिँ आज मेरो हात नङ यस्तै छि आजै घुम्नु जाने भन्छन् यिनीहरू। के गर्छौ खुट्टामा जुत्ता टक्क लाएर माथि नि कपडा टक्क लाएर कान्छीलाई फोन गरी टक्क लाएर भेट्नलाई जान्छु म टक्क लाएर मायालु चिनिने टाढैबाट हाई भन्दै मैले हात लाएर हल्का जाडो चिसो मौसम मङ्गालो हामी चाहिँ हिँडेको अब ग्रिन पार्कतिर है। यता चाहिँ नानीहरू हिँड्दैछ। आजको दिन चाहिँ यस्तो छ। अघि चाहिँ एकछिन चाहिँ पानी आयो हो। अहिले चाहिँ फेरि घाम लागेर हेर्नु न यहाँ गरम सानो छैन नि त हौ। आम्मामा गरम छ आज। अघि मैले सफा गरेको जग्गा चाहिँ यहाँ है गाइस। सिमराको बिउ छर्दिएँ मैले हो। यहाँ चाहिँ पानी ठुलो उम्रिन्छ नि त कि। अन्त चाहिँ मैले यतापट्टि चाहिँ नाली बनाइदिएँ यस्तो। यहाँबाट चाहिँ टक्कै पानी यस्तो जाओस् हो। यो चाहिँ नाली बनाइदिएको अन्त यहाँ चाहिँ सिमरा छरी पनि दिएको छु। यो चाहिँ उम्रिन्छ गाइस। यहाँनिर पानी उठ्यो यो ढुङ्गाको मुनि उम्रिन्छ। यहाँ माथितिरबाट पनि उम्रिन्छ। अलिक दिन अब यो पानी पर्दै जान्छ नि त्यो टाइम चाहिँ यता पानी उम्रिन्छ नि त। अन्त अर्को ठुलो पानी जाने चाहिँ यता नाली भइगयो। यतापट्टि चाहिँ सिमरा रोपिदिएँ मैले। यहाँ चाहिँ मुनि खेत हुन्छ 1-2 दिनमा पानी आएपछि चाहिँ यहाँ मुनि धान रोप्छ। यहाँनिर चाहिँ खेत हो है यो मुनि चाहिँ। गरम चाहिँ यति बेसी छ है गाइस। अघि अचानक त पानी आएको थियो फेरि घाम लागेर चाहिँ गरम चाहिँ यति डरलाग्दो भइहाल्यो कि नकरे नक्र ननपे एउटै पसिनाले चाहिँ नजाउँ भनेको यिनीहरूलाई फेरि जाउँ भन्छ हो। फेरि म पनि अब बल्ल बल्ल यता पोलिथिन बस्ने गरी आएको थिएँ उसँग जाने भनेर। फेरि फर्स्ट भएको रहेछ न्यू भइहाल्यो अब नानीहरूलाई त फर्स्ट भएको छु लैजा भनेर। त्यही कारण ब्लग पनि नबनाएको धेरै दिन भएको थियो। सो आज चाहिँ धेरै दिन बादको ब्लग हो यो चाहिँ। त्यस्तै छ गाइस। म तपाईँहरूलाई भेट्ने छु अब ग्रिन पार्क पुग्ने बेलामा। यो ग्रिन पार्क चाहिँ धेरै टाढो छैन। हाम्रो घरदेखि हामी हिँडेर नै पुगिहाल्छ। यो सिन्तामदेखि माथि जुन चाहिँ हामी टोपा खाने भन्ने छ एउटा टनल त्यो टनलकै मास्तिरको पार्क गएको हामी चाहिँ। त्यो पार्क चाहिँ हाम्रो घरको नजिकै हो त्यस्तो टाढो होइन। अन्त त्यहीँनिर नै लानु भनेर चाहिँ त्यहीँ लिएर गएको मैले चाहिँ। पसिना चाहिँ यस्तो छ हो गाइस। अम्बो गरम। यो चाहिँ हो हाम्रो गाउँको पुल। यहाँ चाहिँ हस्पिटल बनिँदैछ गाइस। नयाँ हस्पिटल हो यहाँ चाहिँ। यता पारीबाट आएको हामी चाहिँ। फिलहाल चाहिँ हामी भर्खरै रोड आइपुग्यो हो। यहाँ रोडमा छ। यो 2 जना त हिँड्छ अब उसलाई चाहिँ पक्रेर हिँडाउनु पर्ने छ। छेउछेउबाट हिँड्यो ल नानी। अब यो टर्निङ टक्कै काटेपछि चाहिँ टनल आउँछ त्यहाँदेखि त पुगिहाल्छ ग्रिन पार्क। फाइनल्ली हामी चाहिँ पार्क आइपुग्यो। यो 2 जना त हिँड्यो कि यसलाई चाहिँ बोक्नु पर्यो कि थाकेर हत्तु भए।
मैले चाहिँ टिकट काटेर भित्र पनि पसिसकेँ है र मैले जाने बित्तिकै देखेँ यहाँनिर मोदीजीको मूर्ति बनाएको रहेछ अहिले है। 1 वर्ष बादमा आएको, धेरै बेसी चेन्ज भइसकेछ। पहिला त यस्तोहरू अलिक थिएन। पहिला त टिकट काट्ने जग्गा नि यहीँनिर थियो, अहिले चाहिँ यहाँ पर भएछ हो टिकट काट्ने जग्गा। अलिक चेन्ज भएछ। टिकट पनि पहिला चाहिँ 20 रुपिस थियो, अहिले चाहिँ टिकट एकजनाको 40 रुपिस भएको रहेछ। र म चाहिँ जाँदैछु यहाँबाट। नानीहरू त अघि उफ्रेर पनि भित्र पुगिसक्यो। म चाहिँ भ्लगले गर्दा अलिकति अर्केँ है। जग्गा चाहिँ यस्तो छ, तपाईँहरूलाई मैले सबै देखाइरहेको छु। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, नजिकै छ सिन्तामदेखि मस्तिर, कति पनि टाढो होइन, साङखुल्ला भन्दा हुन्छ है। अम्बक फलेछ गाइस यहाँनिर चाहिँ, कहिले पाक्ने अब यो। यहाँ गएछ यिनीहरू चाहिँ अघि। भाइ बिस्तारै बिस्तारै। तिनै जग्गा बस्न बिचरा, अनिसालाई मात्रै रिङ्गाटा लाग्छ। एकदमै रमाइलो जग्गा छ है। नानीहरूलाई चाहिँ एकदमै भुलाउनको लागि सजिलो। खेलाइदिनु ल। एउटा भात चाहिँ छ, यहाँ 4टा थियो रहेछ नि त। नानी लड्छ अब ल। मजा आउँदैछ? कति मजा आउँदैछ? मेरो नानीहरू खेलेको र यहाँनिर एकदमै मजाले खुसी भएर खेलिरहेछ यिनीहरू, खुसी भएर। आम्मामा अभिषेक लड्छ भाइ, कस्तो डेन्जर खेलेको यो। यसले के भन्दैछ रिया? यो चाहिँ आर्या के भनेको यसले? सबैजना लाइनमै बसेको रहेछ नि त बा।
अनिसा कतिको थाक्यो मजा आयो यता फर्केर आऊ मजा आयो थाकेर हत्तु भयो यिनीहरू